कोन बानवा गेनकिका हजुरहरू सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ है त्यसो भए किन वा त सिताचिदे एन फुरुन खान्जिनो सुगोसिमास मादे योमिमासिता स्वदेशका हाय सोरेदे क्योवा मेसी आगारी मास्कारा चुजुके मास्यो है गाम्बाते खुदासाई इस्योनी गाम्बाते खुदासाई राम्ररी हेर्नुहोस् है यो खान्जी हेर्नुहोस् त यो खान्जी भनेको के हो मेको खान्जी हो के अरे मेसी अनि यो भनेको उएको खान्जीको अर्को रिडिङ भनेको के हुन्छ आ पनि हुन्छ है मेसी आगारी मास भनेको चाहिँ खानु पिउनु भनेको के अरे इट एन्ड ड्रिङ्क के अरे फेरि भन्नुहोस् त खानु पिउनु हो त्यसै गरी यो तल खान्जी हेर्नुहोस् यो भनेको के को खान्जी हो माईको खान्जी हो के अरे माई अथवा माई पनि भन्दा भयो है माई अनि रिमास माई प्लस रिमासले माई रिमास यसको अर्थ के हो भोकाबुलरीको कसले पढ्नु भएको छ हो माई रिमास भनेको के अरे जानु अथवा आउनु पनि हुन्छ है जानु पनि हुन्छ आउनु पनि हुन्छ त्यसै गरी यो तल्लो खान्जी हेर्नुहोस् त यो भनेको के को खान्जी हो चिन्नु भयो तपाईहरुले यो के को खान्जी हो चिन्नु भयो है यो भनेको हाईको अनि यो भनेको मिमासको खान्जी हो तर यसको अर्को रिडिङ भनेको केन पनि हो जस्तै इकेनमा पनि यो मिमासको खान्जी आउँछ हजुरहरुलाई याद छ होला है इकेनमा ओपिनियनमा पनि विचारमा पनि यो मिमासको खान्जी आउँछ भनेपछि मिमासको अर्को रिडिङ भनेको केन हो भने हाई केन प्लस सिमासले हाई केन सिमास यानी कि यसको अर्थ के हो कसले मिनिङ पढ्नु भएको छ भन्नुहोस् हो यसको अर्थ भनेको टु सी हैन त हो त्यसै गरी अर्को तल हेर्नुहोस् यो खान्जी के होला एकदमै इजी खान्जी है यो सबैभन्दा सजिलो खान्जी यो भनेको जोनको खान्जी हो के अरे जोन है जोन जी मास भनेको चाहिँ के हो भने गेट टु नो है जस्तै अब थाहा हुन थाल्नु अथवा गेट टु थिंक सोच्नु थाल्नु अथवा फिल महसुस हुनु अथवा कन्सिडर गर्नु है तपाईहरुले निहोन्गोको चाहिँ एउटै वर्ड्सको मल्टिपल डाइमेन्सनमा चाहिँ अब परिधिमा चाहिँ इमी अर्थ लाग्ने हुँदाखेरि चाहिँ हामीले चाहिँ कुन कन्डिसनमा कसरी अर्थ लाग्छ भन्ने कुरा पनि हामीले राम्रोसँग बुझ्नु पर्ने हुन्छ है ल त्यसै गरी अर्को खान्जी हेरौं